ए हेर बिनी तैँले किनिदिएको रे भन्दै थियो बाले बोरिङ गर्ने पम्प। अनि यो बाटो बिचबाट रोड उता लगेछ क्या चङ्कमान दाइकोमा। अनि यो चाहिँ उकालो रोड। मेरो बारी बिचबाट चङ्कमान दाइलाई रोड दिएको रहेछ क्या। बुवाले देखाउँदै थियो अनि खिचेर तल पनि पठाइदिउँ भनेर यस्तो गरेर। लिचीको बोडेर लिची यस्तो गरेर तलको चाहिँ यो रोड तल पेम्बाहरूको घरबाट माथि आउने यो चाहिँ 1300। मलाई त रोडै रोड भयो त जताततै। यता पनि यहाँ 1300बाट चाहिँ 2टा बाटो मेरो बारीमा जाने। यहाँ क्या खतरा। यहाँ लबेको रुख चाहिँ खिङ्रिङ भइरहेछ। ए बुवाले रोड उतैसम्म खन्दैछ डोजर आएको बेला बारी लिची दो बाटो यहाँ माथि यतापट्टि मेरो बारी चाहिँ सुक्खा छ। यता बुवाहरूको चाहिँ मकै नै मकै छ अहिले पनि। सबै ठाउँ पानी नपुगेर यता चाहिँ पानी लगाइराखेको मात्रै छ। केरा यता कफीको बोटहरू थुप्रो थियो अरे। यो डोजर लाउँदाखेरि सबै फालेर उखालेर अब यहाँको कटहरको रुखहरू कफीको बोट केरा यो माथिको गुम्बा बुवाहरूको यतापट्टि चाहिँ बुवाहरूपट्टि